भनेपछि फ्यामिलीमा चाहिँ तपाईँहरू दुईजना मात्रै हो? हजुर। भनेपछि तपाईँ र मम्मी, तपाईँलाई चाहिँ मम्मीले सानैदेखि होइन? मेरो मम्मीले मलाई दुःख गरेर पढाएर बिहान बेलुका मजदुरी गरेर खुवाउनु भएको थियो, राम्रै लगाउनु भएको थियो। मेरो मम्मीको यस्तो हालत भएदेखि धेरै गाह्रो भएको छ। राम्रोसँगले खाना पाएको छैन, पढ्न पाएको छैन, मेरो जिन्दगी पनि बिग्रिसक्यो। कतिमा पढ्दै हुनुहुन्थ्यो तपाईँ? 7बाट 8मा गएको यसपालि। त्यहाँदेखिबाट अब जोइन हुन पाउनु भएको? एक्जाम चाहिँ दिएँ, पास भएँ, सेकेन्ड भएर 8मा गएँ।